सक्नुहुन्छ हजुरले चाहिँ यहाँ सिजी हो हाम्रो सिजी हेर्न सक्नुहुन्छ हजुर। छोडी जानेलाई भुल दिने हो, मन परेको मान्छेलाई फुल दिने। हिमाल पनि रहेछ पारी चाहिँ टक्क के छ कान्छ सोल्टी यु क्यान सी। बढेर आइसक्यो। नमस्ते। हाम्रो सेन्डी भाइ आएन नि, सेन्डी भाइलाई कति महिनापछि भेट भयो हेन चाहिँ गरिदियो नि के हुन्छ भागिदिने फेरि के छ आएर। हेलो गाइस ठिक छ नि? यता चाहिँ हाम्रो आन्टी हुनुहुन्छ यो। हेलो एभ्रिवान, दिस इज वेलकम टु ब्याक टु माई युट्युब च्यानल सिङ्जाली भ्लग एन्ड आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै ठिकै छु। के छ त मेरो दाजुभाइ दिदीबहिनी आमा बुवा सबैजनाको हालखबर? सबैजना ठिकै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। र अहिले चाहिँ मर्निङमा चाहिँ बिहानको ठिक अहिले 9 बजिरहेको छ। हेर्न सक्नुहुन्छ हजुरले चाहिँ यहाँ मर्निङ भ्यू चाहिँ हो, घाम लागिरहेको छ आजको दिन चाहिँ। अस्तिको चाहिँ लागेको थिएन, टोरीहरू चाहिँ एकदम फुलिरहेको छ हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। धक्क लाएर चाहिँ आज घमाइलो छ, घाम लागिरहेको छ एकदमै होइन। अब जाडो कुनै फिल भइरहेको छैन, जाडो मौसममा चाहिँ अब घाम लागिरहेको बिहानदेखि। त्यही भएर चाहिँ उहाँ पारी पारी हेर्न सक्नुहुन्छ त्यो पाल्पाको डाँडाहरू हजुरले चाहिँ। यता चाहिँ छिमेकी कन्टी घर भइहाल्यो, अब पारी पारी पनि टोरीहरू छ यस्तो बबाल बबाल हेर्नु होइन। म चाहिँ आज बहिनीहरूलाई भेट्न जान्छु त्यहाँ बढेरातिर, उहाँ गएर चाहिँ भेटघाट हुन्छु। सायद अहिले मलाई दाइ लिन आउनुहुन्छ होला, अनि त्यहाँ गएर भेटघाट गर्छौँ। के कसो हुन्छ त्यही गएर हेरौँला बाँकी भिडियो चाहिँ होइन। अनि म चाहिँ अस्ति चाहिँ चितवन गएको थिएँ नाइटमा चाहिँ, त्यो बेला चाहिँ भिडियो हाल्न पाएन। हल्का सिजीहरू घुमेको भिडियो एक दुई क्लिप छ, त्यो चाहिँ यसो हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। त्यति बेलाको भ्यू चाहिँ म चाहिँ अहिले यो चाहिँ हाम्रो नारायण घाटमा, यो नारायण नदी हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। हेर्न उता अघि सनसेट उस भइरहेको थियो कि, त्यो हिमाल पनि रहेछ पारी चाहिँ टक्क लाएर चाहिँ हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। यहाँ पछाडि चाहिँ हाम्रो सोल्टी छ नि, है। यहाँ चाहिँ नारायण नदी हेर्न सक्नुहुन्छ हजुरले, यस्तो बवाल छ कि। अनि यता चाहिँ हाम्रो काठमाडौँ त्यो जाने बाटो हो, यो चाहिँ हेर्न सक्नुहुन्छ। अगाडि चाहिँ हजुरले चाहिँ अनि यता चाहिँ बुटोल जान्छ है हाम्रो चाहिँ। त्यहाँ यो बगरमा के हेर्नु त्यो बगर बिचहरू यस्तो बवाल छ, हेर्न सक्नुहुन्छ हजुर नजरा चाहिँ बवालै छ है। यहाँ हाम्रो सोल्टी चाहिँ काठमाडौँदेखि आएको बेला अब यहाँदेखि अब चाहिँ बाइक लिएर जान्छ होला सोल्टीसँग। अनि हामी चाहिँ अब भोलिको भ्लगमा भेट्छौँ होइन। आज चाहिँ मैले हल्का मजा हालिदिइरहेको छु होइन। के हुन्छ कसो हुन्छ बाँकी भिडियो चाहिँ भोलि हेरौँ न है त। यो चाहिँ हामी नारायण घाट बजारमा चाहिँ हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। उहाँबाट चाहिँ अब मुलिनेहरू चाहिँ जान्छ होइन। यता चाहिँ हाम्रो कान्छो सोल्टी के छ कान्छो सोल्टी ठिक छ नि होइन। चाहिँ हामी चाहिँ अब यहाँ नास्ता सास्ता खान्छौँ, नास्ता सास्ता खाएर कतिजनाले यहाँ चाहिँ बस पार्कहरू छ अगाडि चाहिँ हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। यु क्यान सी। अहिले चाहिँ हामी यहाँ सिजीमा छौँ होइन। सिजीको हेर्नु यस्तो हो कि पुरै यहाँ अहिले घडीमा चाहिँ 6:30 भइसक्यो। हेर्न सक्नुहुन्छ हजुरले चाहिँ यहाँ सिजी हो, यो पछाडि चाहिँ हाम्रो सिजी हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। यहाँ डक्क अब यो नाइटमा खासै राम्रै देखिरहेन यहाँ हेर्नु, यस्तो अलिक किर्मिर किर्मी झिर्मी झिर्मिरह होइन। हेर्न सक्नुहुन्छ हजुरले। जाम यस्तै एक राउन्ड हाने राम के, अनि फोटो हान्नु कि त्यहाँ कि फोटो हान्ने पहिला घुम्ने। यो चाहिँ थियो सिजी 2 दिन अगाडि घुम्दाखेरिको नाइट भिडियोको हल्का सानो क्लिप हेर्नु। अनि म चाहिँ अब खाना गराउँदैछु बिहानमा चाहिँ। हजुर यहाँ चाहिँ ड्याड हुन्छ, यहाँ चाहिँ अब त्यहाँ चाहिँ अब मैले दाल पकाएको छु कि अब भात पकाउन छ। अब गएर आज चाहिँ बङ्गुरको मासु पकाउँछु। अब वाक्सै होइन, कतिजनालाई मनपर्छ बङ्गुरको मासु होइन। अहिले मैले पकाउनेलाई नै हेर्छु होइन। अनि बङ्गुरको मासु खान आउन सक्नुहुन्छ हजुर पनि हाम्रो घर चाहिँ होइन। बङ्गुर लभर हुनुहुन्छ नि, चोचे लभर हुनुहुन्छ भने आन्टीको घर चाहिँ फुलहरू यति बवाल छ कि मैले देखाउँछु हजुरले चाहिँ। त्यहाँ यति बवाल बवाल फुलहरू लाउनु भएको कि यहाँ हेर्नु न। यो त हिजो अस्तिको भ्लगमा नि हेरिसक्नु भएको हजुरले चाहिँ। यो सेतो कलरको कुन फुल हो, अनि यिनीहरू फुलहरू आमामा है छैन। यो पहेँलो कलरको फुलहरू यहाँ यस्तो दामी दामी छ कि हेर्न सक्नुहुन्छ हजुरले चाहिँ। हेर्नु यहाँ
यस्तो बबाल बबाल छ क्या आमामा होइन। हेर्न आउनु सक्नुहुन्छ। यहाँ चाहिँ आन्टीले रोप्नु भएको फुलहरू यिनीहरू चाहिँ यस्तो बबाल बबाल छ क्या। अझै यो त बबाल लाग्यो कि मलाई चाहिँ यो पिङ्क कलरको फुल चाहिँ होइन, यति बबाल छ कि यो फुल हेर्नु न आमामा वेच हेर्नु त बबालै छ होइन। यो फुल चाहिँ हेर्न सक्नुहुन्छ हजुरले। यो पिङ्क कलरमा चाहिँ एकदम मन पर्यो कि मलाई चाहिँ। यो चाहिँ अरू कलर पनि देखिसक्नुभयो हजुरले चाहिँ। यो पिङ्क कलर चाहिँ यस्तो बबाल छ कि आमामा वेच हेर्नु त। यु क्यान सी फ्लावर लभर ओ माई गड। यो चाहिँ आन्टीको बगैँचा हो कि यहाँ पुरै फुलै फुलको उस गराउनु भएको छ। हेर्न सक्नुहुन्छ हजुरले चाहिँ फुल। माया तिम्रो लागि फुल। छोडी जानेलाई भुल दिने हो, मन परेको मान्छेलाई फुल दिने। ल म चाहिँ यहाँ सुँगुरको मासु पकाउँदैछु होइन। ओहो सुँगुरको मासु खान आउन सक्नुहुन्छ है। हाम्रो घर चाहिँ यस्तो खासै मिठो पकाउन त जान्दैन, त्यही पनि जस्तो जाने त्यस्तै गरेर आएको छु हेर्नु है। त्यतिकै ल ठुलो आउनु भएको छ यहाँ बर्खादेखि चाहिँ। यहाँ बाई पूजा गर्नको लागि चाहिँ हाम्रो यहाँ मम्मीको नआउनु भएको छ हेर्न सक्नुहुन्छ। बा आरामै हुनुहुन्छ नि होइन। यहाँ यसो भिडियोको लागि हो कि त्यही भिडियो गराउँदै हाल्छु अनि त्यही भएर चाहिँ अब हिँडेको होइन बढेर। यहाँ चाहिँ हाम्रो बसन्ती दाई हुन्छ। बसन्ती दाई के छ ठिक छ नि होइन। यहाँ चाहिँ हाम्रो दाईसँग चाहिँ लगभग 1 वर्षपछि भेट भयो हाम्रो। त्यही त 1 वर्षपछि भेट भयो। अब हामी चाहिँ यसो त्यहाँ बहिनीको घर जान्छौँ र यसो भेटघाट गरेर फर्किहाल्छौँ। मम्मी हो म यसो त्यहाँ दाइसिम गएर आउँछु अलिक 1-2 घन्टापछि। त्यहाँ बढेर पुगेर आउँछु कि बहिनीहरूसिम गएर। ल म र दाइ चाहिँ अब हिँड्यौँ। यहाँ दाइले चाहिँ नयाँ स्कुटी हान्नु। नयाँ स्कुटी हो कि बाइक बेचेको हजुरले? नयाँ हो। कति लाख हाल्नु भयो त फेरि? मैले भात खाएको भर्खर। भात खाएको बढेर पुगेर आउँछु कि। ल हामी चाहिँ अब हिँड्यौँ होइन। हाम्रो दाइ चाहिँ यहाँ राइडर हुन्छ, म चाहिँ पछाडि छु। अब सर र बाँकी भिडियो अब गएर हेरौँ है त गाइस। ल चाहिँ अब बढेर आउन लागिसक्यो होइन। बहिनी घर जाने बाटो चाहिँ यता पेट्रोल पम्पदेखि चाहिँ यता भित्र हो। हामी चाहिँ अब लाग्यौँ है त राम्रो हजुरले चाहिँ बस कुरेक होला पक्कै जहाँसम्म त्यस्तै लागिरहेको छ मलाई चाहिँ। जहाँसम्म चाहिँ होइन यता जानुपर्छ कि। अशोकले लिएर आएको थियो क्या त्यति बेला हो। अशोक भिडियो हेर्दैछ भने तिमीलाई नि मिस गरिरहेको छ नि हामीले चाहिँ। यहाँ चोकमा मिठो चटपट गराउने कि आज भयो कि यो चोकमा पनि भ्यायो निस्किन्छ नि एन्जेल स्कुल जाने। तमनाको घर हामी चाहिँ अब यहाँ बढेर आइसक्यो होइन। यहाँदेखि भित्र हो क्या? यदि भिडियो चाहिँ फेरि घर हो मना घर हो यार। हामी कहाँ आइन्छ फेरि त्यहीँबाट हो। यो गल्लियाड हो कि यो गल्लियाड हो कि यो गल्लियाड हो कि यो गल्लियाड हो कि उठो घर हो कि सही हो सही हो। बाटो बिर्सिरहेको मैले यार। आउनु त आएको थिएँ 2-3 खेर छ तर यही घर हो न। छैन नि क्या घर। यहाँ चाहिँ हाम्रो भाइ रहेछ। खोइ त दिदी फेरि कहाँ? नमस्ते। के छ नि यो? यहाँ चाहिँ हाम्रो पछाडि बसन्ती दाइ हुन्छ। कस्तो लागिरहेको दाइ? एकदम बढिया बढिया छ होइन। यता हेर्नु न यार हाम्रो सेन्डी भाइ आएन नि। सेन्डी भाइलाई सेन्डी कलेज थिएँ सेन्डी कलेज थिएँ हो र। के भन्छ यहाँ बढेर के भन्छ आन्टी? यहाँ चाहिँ बढेर मिनी बढेर होइन मिलन टोल भन्छ।
यहाँ चाहिँ हामी चाहिँ अहिले मिनी बढेर टोलमा छौँ है त्यही बढेर हेर्न टोरी चाहिँ त्यो के हो त्यो यार त्यो ड्रागन फ्रुट लास्ट महँगो पर्छ त्यो ड्रागन फ्रुटलाई त होइन किलो कि 1000 भन्छ अरे होइन कति छ त फेरि 600 रुपियाँ छ ड्रागन फ्रुट ड्रागन फ्रुट राम्रो रहेछ हेर्न सक्नुहुन्छ कहाँतिर के आनन्द छ यार यहाँ टोरीहरू टोरी फुलेछ यहाँ त कस्तो बवाल देखियो कि हेर्नु न सरर यहाँ चाहिँ ड्रागन फ्रुट लगाउनु भएको रहेछ हजुर हेर्न सक्नुहुन्छ अनि ड्रागन फ्रुटमा चाहिँ अब स्वास्थ्यको लागि चाहिँ बहुत उस हुन्छ है त्यो चाहिँ त्यो फल चाहिँ कस्तो रातो रातो हुने हो रातो पनि हुन्छ अनि अर्को त्यो सेतो खाले पनि हुन्छ कि दुईटा सेतो खाले चाहिँ यसो टाढाले चाहिँ कटुस जस्तो देखिरहेको कटुस जस्तो देखिरहेको अघि त्यहाँ कटुस बुट्टा त्यस्तै हुन्छ नि कटुस के हुन्छ त्यो काँडा पाडा हुन्छ त्यस्तै खाले यतातिर टुरिस्टको बवाल छ यता भनेर छैन फेरि हामी चाहिँ यहाँ बहिनीको घर उता पछाडि हामी चाहिँ टाढा टोरी हेर्न दाइहरू हुनुहुन्छ पछाडि चाहिँ अनि बहिनी चाहिँ उता पछाडि अर्को घरमा गएर रहेछ त्यहाँ बहिनी लाउँदासम्म हामी चाहिँ यसो घुम्न आएको छौँ यसो बढेरातिर यसो के छ कसो छ भनेर माहौल हेर्न आउँथ्यौँ नि आलु सालु रहेछ यतातिर चाहिँ नहोस् होला कि होइन तर खतरा मस्तको छ है सुटिङ हान्ने जस्तो यो ठाउँ त होइन ल स्माइल प्लिज चाहिँ हाम्रो बहिनी यहाँ हेर्न सक्नुहुन्छ अघि मैले फोटो खिचिदिनु थालेँ कि यहाँ क्यामेरा टेस्ट गरेको कतिको राम्रो आउँछ भनेर छिटाउ अनि मुस्कान दिँदै आउन हाम्रो चाहिँ पछाडि बहिनी आइरहन् हाम्रो बहिनीलाई भेट्न आएको खास चाहिँ म चाहिँ होइन हेर्न सक्नुहुन्छ हाम्रो बहिनी के छ आज त राम्रो राम्रो भएछ के छ राम्रै भइसक्यो आज त के छ के खोइ हेर्न सक्नुहुन्छ हाम्रो बहिनी चाहिँ यस्तो क्युटी भएर आइरहन् बहुत राम्रो भइछ नि हामी चाहिँ यहाँ आरामै छौँ नि होइन कि तिम्रो झन् दुब्ला खोइ म भन्दा नि यार त्यही त हो गएर ढल्ने जस्तो रहेछ नि हाम्रो बसन्ती दाइ यता चाहिँ हाम्रो बहिनी होइन त्यस्तो टेन्सन त्यस्तो टेन्सन घर पछि सुन्तला लिएर आइदियो क्या कहाँ लिएर आएको सुन्तला हो र हो र हामी त उरीलाई त उस गरे उरी भन्न आयो कि सरी फेरि घोगी कुमारलाई त फोन नि हानेन म त्यसै आएँ फोन हानेन तिमीले बिहान हो र फोन हान न बोलाऊ म चाहिँ बहिनीलाई भेट्न आएको दाइ र म चाहिँ बाटो भन्दै थिएँ म त अझै झुकेर त्यो पारीको बाटो होइन क्या भनेर झुकेर इन्टरलक लगाएको छ अगाडि भनिरहेको थिएँ मैले यो त याद गरिरहेको थिएँ नि त्यो चाहिँ थाहा भएन बहिनी ल्याएको सुन्तला चाख्दैछौँ कति महिनापछि भेट भयो तिमीसँग बिन्दु बहिनी कति महिनापछि भेट भयो अरे 9 महिना 9-10 महिना भयो क्या धेरै भयो क्या यहाँ म 10 महिना भयो फागुनमा हो क्या क्लास छोडेको चैतमा क्लास छोडेको 8-9 आऊ के कुमार दाइहरु अम्बह कोलाई हो झ्याउ लाग्यो फेरि ऊ बाना फेरि के घर कोही नभएर के घर कुनु पर्छ र घर बोके लैदिन्छ र तिम्रो कसैले कुखुरा बानेर आऊ के कुखुरा बानेर आऊ के आऊ के रिना नि आउँदैथि आउँछ मैले अघि भनेको कुमार दाइ नि उहाँबाट आउँदा दाइ खैरिन देखे अम्बह नाटक बारे हिँड्दै रे खुरखुर आऊ हामीले यहाँ मासु सासु पकाउँदै छौँ भाले काट्दैछन् यहाँ कुखुराको भाले काट्दै छौँ साँच्ची हो के दाइ कति गुनुला चाख्नु त मासु दाइ कति गुनुला चाख्नु त मासु यहाँ चाहिँ हाम्रो ब्युटिफुल सुन्दर बहिनी आइरहन् ओ बहिनी के छ सन्चै छौ हेन चाहिँ गरिदेऊ न के हो भागिदिने फेरि के छ आरामै हौ होइन भ्लग भिडियो हो कि
हामी चाहिँ चारजना हामी हेर्न सक्नुहुन्छ ल के छ हेलो गाइजहरू ठिक छ नि होइन दाइले मलाई नचिनेर कोरिना गरी हेर्नुहोस् त्यो त्यसले नचिनेर हेर्नु तिन चारजना भेट भएको च्याउ 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 यता चाहिँ हाम्रो आन्टी हुनुहुन्छ ए, के छ त रिना बहिनी ठिक छ तिमी त मोटा हो है पहिला हान्दा त के मोटाइ चाहिँ किन मोटाइ चाहिँ थाहै छैन हो र पहिला हान्दा नि राम्री भएर रहेछ नि मोटाइ रहेछ के म यहाँ हाम्रो छेउमा बस्ने रिना बहिनी यता बस्ने चाहिँ बिन्दु बहिनी यता चाहिँ हाम्रो बसन्ते दाइ यता म छु यता हाम्रो आन्टी हुनुहुन्छ हामी चाहिँ अहिले निस्केको उयो हामीले चटपट खाएको थियौँ कि को हो यार नवीन दाइ र मैले खाएको अनि चटपट यस्तो दामी गराउने हुन्छ क्या चटपट त नखाने पेट दुखाउँछ यार चटपट खायो भने यहाँ हेर्नुहोस् त भवाल छ है ठाउँ होइन होइन उता अगाडि हो घर कता हो यार बहिनीको उता अगाडिको या घर हो क्या होइन कि घर यता राइट साइड पर्छ कि जाँदा जाँदै हो र खै यार माफी बिर्सेछु यार है चाहिँ यो चाहिँ हाम्रो कामनाको घर हो कि यो आन्टी बाहिरी हुनुहुन्छ कि आन्टी होइन र फोनमा बिजी हुनुहुन्छ के चोक हो यार ल हामी चाहिँ अब बढेरदेखि अब घर हिँड्न लागेको दाइ र म चाहिँ अहिले चाहिँ हाम्रो घडीमा 1 बजे छ म चाहिँ भर्खर घर आइपुगेँ होइन हाम्रो घडीमा चाहिँ अहिले 1:30 भइसकेको छ भिडियो के कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला अनि भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ ड्याङ्गै नभुल्नु होला एन्ड सबैलाई बाई है त